सुन धेरै नै महँगो भयो। अब छोरीको विवाहमा सुन होइन जीवनभरको सुरक्षा दाइजोमा दिनुपर्छ। विवाह दुई आत्माको मिलन, दुई परिवारको सङ्गम। छोरीलाई बिहेमा सुनका गहना दिने चलन छ र बुहारीलाई पनि। सुन दिने चलन परम्परा होला, तर सुनै सुन दिनु चाहिँ विकृति पनि हो। अब छोरीलाई पठाउँदा वा बुहारी ल्याउँदा सुनका गहना दिने चलन घटाउनुपर्छ। बरु उनीहरूको भविष्य सुरक्षित बनाउने सही योजना दाइजोमा दिनुपर्छ। हामी वर्षमा 4 पटक लगाउने गहना किन्न लाखौं लाख खर्च गर्न सक्छौँ, तर जीवनको हर पल सुरक्षा दिने बिमा गर्न हिचकिचाउँछौँ। सुन महत्त्वपूर्ण छ, तर जीवनको सुरक्षा त्योभन्दा झन् महत्त्वपूर्ण छ। सुन नकिनौँ भन्ने होइन, गहना चाहिन्छ, परम्परा पनि हो र माया पनि। तर अब त्यो गहनासँगै सुरक्षाको गहना अर्थात् बिमा पनि दाइजोमा दिने चलन बसाउनुपर्छ। छोराले पनि बुहारी ल्याउँदा आर्थिक सुरक्षाको ग्यारेन्टी दिनुपर्छ। सुनले दिने माया क्षणिक हुन्छ, तर सही योजनाले दिने माया बाँचुन्जेल हुन्छ। हामी सबै मिलेर अब यो सन्देश फैलाउनु जरुरी छ। विवाहमा सुनको गहना मात्र होइन, आर्थिक सुरक्षाको ग्यारेन्टी सहित बिमालाई पनि प्राथमिकता दिनुपर्छ। किनभने सुनले शरीर चम्काउँछ, बिमाले उनीहरूको भविष्य।